यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ। म एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी गोली हानेछ त्यसै गरी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर बाहिर निकाल्छु। एकजनालाई छोड्दिनँ म छोड्नको लागि म मर्नुपर्छ। म कसैलाई छोड्दिनँ। एक थोपा रगतको म बदला लिन्छु। यिनीहरू गोली हान्ने मान्छेलाई म झिकाउँछु। सबैले जस्टिस पाउँछ। सबैले जस्टिस पाउँछ। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दिनँ। यो तपाईँहरूको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिनँ। म एकजनालाई छोड्दिनँ। म मेरो देशको कसम खान्छु। म मेरो त्यो फलन सोल्जर्सहरूको लागि कसम खान्छु। म तेरो गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिनँ। एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। भाइहरू विदेश गएकै छ, बहिनीहरू विदेश गएकै छ। अब हामीले नेपाललाई विद्रोह आश्रम बनाउने, तपाईँहरू भन्नु, सबैजना भन्नु त, हाम्रो नेपाललाई विद्रोह आश्रम बनाउने तपाईँ हरेक पत्रकारको जिम्मेवारी हो। अब हाम्रो देश बनाउनु हामी नेपाली नागरिक हरेकजनाको जिम्मेवारी हो हाम्रो देश बनाउनु है। चाहे त्यो नेताको कार्यकर्तै होस् होइन, उहाँहरू त नेपाली हो नि त, जे जस्तो भए पनि। हामीले एक हुनु पर्दैन। पार्टीले डिभाइड गरेको छ। हामी काङ्ग्रेस बनाएको छ, एमाले बनाएको छ, माओवादी, म यो म त्यो। म नेपाली हो। तपाईँ विदेश जानु, तपाईँको नागरिकता देखाउनु, तपाईँलाई के भन्छ? काङ्ग्रेस भन्छ, एमाले भन्छ, माओवादी भन्छ। तपाईँलाई त नेपाली नै भन्छ त। नेपालीमा त्यही काङ्ग्रेस एमाले माओवादीहरू गएर बाहिर जाँदाखेरि तपाईँ के भन्छ? दाजुभाइ नेपाली भनेर हक गर्नु हुँदैन, हात मिलाउनु हुँदैन। अनि तपाईँ किन म बुझ्नै सक्दिनँ क्या यो कुरा। किन बुझ्नु सक्दैन कि हामी पार्टीभन्दा माथि हाम्रो झन्डा छ, हाम्रो देश छ भनेर हामी किन बुझ्नु सक्दैनौँ हामी नेपालीहरू?